देशलाई कंगाल बनाउने राजा हुन् भनेछन् प्रधानमन्त्री केपी शर्मा ओलीले। अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ साथ देऊ भन्न लाजै मान्दै। यो देश कंगाल बनाउने त यिनीहरू हुन् नि त। हो कमरेड, राजा महेन्द्रले पञ्चायती संविधान लागू गरेर 2019 देखि 2028 सालसम्म जम्मा 9 वर्ष यो देशमा शासन गरेछन्। 2012 सालमा प्रजातान्त्रिक नेपालमा महेन्द्र राजा बने, 2019 सालमा पञ्चायती संविधान जारी गरेर प्रत्यक्ष शासन गरे। आधुनिक नेपालको विकासको आजसम्मको सबै खाका त्यही 9 वर्षको राजा महेन्द्रको शासनको रोडम्याप हो। त्यसैले महेन्द्रले देशलाई कंगाल बनाएकै हुन्। 9 वर्षमा महेन्द्रले हेर्नुस् त 14 अञ्चल र 75 जिल्ला बनाएर कंगाल बनाएछन्। नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबन्ध लगाएर कंगाल बनाए, भारतीय मुद्राको प्रचलनमा रोक लगाएर कंगाल बनाए, भारतीय सेनाको नेपालमा उपस्थिति रोकेर कंगाल बनाए, जल स्रोतमा भारतीय हस्तक्षेप रोकेर कंगाल बनाए, पञ्चवर्षीय योजनाको सुरुवात गरेर कंगाल बनाए, राष्ट्र बैंकको स्थापना गरेर कंगाल बनाए, भूमि सुधारको व्यवस्था गरेर कंगाल बनाए, विकेन्द्रीकरणको थालनी गरेर कंगाल बनाए, त्यसैगरी मैयानी हक लागू गरेर कंगाल बनाए, सर्वोच्च अदालतको स्थापना गरेर सेना र प्रहरीको आधुनिकीकरण गरेर नेपाली मन्त्रीमण्डलको बैठकमा भारतीय प्रतिनिधि रोकेर कंगाल बनाए। पूर्व पश्चिम राजमार्ग निर्माण र विदेशी सहयोगमा हाल विद्यमान सबैजसो राजमार्गहरूको निर्माण गरेर कंगाल बनाए। देशी उद्योग धन्दाहरू विकास गरेर भारतीय पर निर्भरतालाई न्यूनीकरण गरेर कंगाल बनाए। वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी जुत्ता कारखाना, सिमेन्ट, गोरखकाली टायर, जुट मिल र कपडा उद्योगहरू जस्ता दर्जनौं उद्योग खोलेर देशलाई कंगाल बनाए। त्रिभुवन विश्वविद्यालयको स्थापना गरेर पनि कंगाल बनाए। असंलग्न परराष्ट्र सम्मेलनमा सक्रिय सहभागिता गराएर नेपाललाई कंगाल बनाए। नेपाललाई युएनमा सदस्यता दिलाएर झन् ठूलो कंगाल बनाए। अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित रहेको नेपालको कूटनीतिक सम्बन्ध बढाएर 53 राष्ट्रसम्म मित्रता स्थापना गरेर कंगाल बनाए। महेन्द्रको जस्तो देशलाई कंगाल बनाउने नेतृत्व र योगदान न भूतो न भविष्यती देखिन्छ। राजा महेन्द्रले कृषिमा आत्मनिर्भर बनाएर कंगाल बनाए, त्रिवी युनिभर्सिटी र विमानस्थल बनाएर कंगाल बनाए, गाउँ फर्क अभियान ल्याएर कंगाल बनाए, होइन त ओली कमरेड? अनि अहिले उद्योग बन्द गरेर युवा खेदेर समृद्धि भयो होला, होइन के खाएपछि यस्तो भन्न आउने होला? धेरै पुराना कुरा छोडौं न। सन् 1980 अर्थात् विक्रमसम्म 2036 साल ताका नेपालको प्रति व्यक्ति आय $265 हुँदा चीनको $250 मात्रै थियो। 2046 साल पछि त यिनै दलहरूले शासन गरेका होइनन् र? तर हाम्रो अवस्था कहाँ छ? अहिले त्यही चीनबाट पठाए